कैलालीको जानकी गाउँपालिका वार्ड नम्बर 6 मा रहेको कैलाशोर सामुदायिक वनमा करोडौँको भ्रष्टाचार अलिकता भएको छ। हाम्रा बन्द सत्ताका यो सामुदायिक वनका अध्यक्षज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण साथीहरू र यहाँ आउनुभएका यो सामुदायिक वनलाई माया गर्ने सम्पूर्ण उपभोक्ता साथीहरू, यहाँ अनियमितता भएको सबलाई जानकारी छ। यहाँ त्यसलाई ढाक्नको निमित्त अनेत्र प्रयत्न भइरहेछन्। मैले 3टा मात्रै माग राखेँ, त्यसपछि बोल्ने कुराहरू धेरै अगाडि जानेछन्, बोल्नेछु धेरै पनि। पहिलो हामीलाई यो पहिलो उद्घाटन सत्र भइसकेपछि बन्द सत्र सुरु भयो। बन्द सत्रको क्रममा आम उपभोक्ताले दिएका प्रश्नको जवाब कुनै पनि एउटा सदस्य यहाँको नेतृत्व हाक्ने सल्लाहकार समितिका संयोजकले समेत दिन सक्नु नभएको कारणले आज पुनः यो बन्द सत्र भइरहेछ। र हाम्रो माग भनेको, पहिलो माग भनेको यो कमिटी भङ्ग हुनुपर्छ। दोस्रो माग भनेको 3 जना वार्ड अध्यक्षको रोभरमा छानबिन कमिटी गठन हुनुपर्छ। र यो वन भनेको हाम्रो मुटु हो। यो वनलाई संरक्षण गर्नको निमित्त वडा अध्यक्षकै रोभरमा एउटा संरक्षण समिति गठन हुनुपर्छ। बाँकी कुरा म फेरि भन्दै जानेछु, अहिलेलाई यति नै। छन् जुन यहाँको प्रतिवेदनमा काठ दौरा सङ्कलन गर्दाखेरि 26 लाख केही रुपियाँ लागेको खर्च, त्यही दाउरा वितरण गरेको उपलब्धि रकम 25 लाख, 1 लाख रुपियाँ घाटामा छ त। त्यो कस्तो हिसाब होला हैन? त्यसको कारण पनि मलाई केही थाहा छ। त्यो कारण के हो भनेपछि लट्ठा कटानी गर्दाखेरि तपाईको बाहिरबाट काट्नेवाला त ल्याथे टिकाउरबाट। अनि अर्को कुरा, यही समुदायको उपभोक्ताहरू मार्फत उपभोक्ताहरूलाई अलिकति रोजगारी दिनु पर्थ्यो नि, उहाँहरूलाई कटानीमा लेबर लगाउनु पर्थ्यो नि, उहाँहरूले केही 2 रुपियाँ कमाउँथे नि। यहाँ त त्यसो भएन। यहाँ त के भयो भने यही कार्य समितिका सबैजना सदस्यहरू लगायत अध्यक्ष सब दिहारीमा यिनीहरू डेली कटानीको नाममा उपस्थित हुन्थे। अनि त्यो पनि 1 महिनासम्म त्यही वनभोज खान्थे। डेली मासु भात दारू रक्सी चल्थ्यो होइन? अनि खर्च कहाँबाट देखि? त्यो खर्च पनि देखाएको छैन, सब त्यही कटानी फटानीमा लगाएको छ। र अर्को कुरा, यो सामुदायिक वनमा अब चाहिँ धेरै भ्रष्टाचारहरू भइसक्यो। हामी मुच्छिन्छौँ, हामी त अब हटकरी लाग्छ, हामी चाहिँ आरोपित भयो भनेर धेरै सदस्यहरूले हिजोका दिनसम्म राजीनामा संयुक्त रूपमा लेखेर राखेका छन्, राजीनामा दिन्छौँ भनेर। तर रातारात के जादु गरे यिनीहरू, आज फेरि यही मञ्चमा बसेका छन्। लाज लाग्दैन यिनीहरूलाई? यसको जवाब दिनुपर्छ प्रत्येक सदस्यले। यहाँ अन्य उपभोक्ता अग्रजहरूलाई मेरो सम्मान छ। ओम भन्नुपर्ने कुरोहरू धेरै अगाडिका अग्रजहरूले भनिसकेका छन्, जो तपाईँहरूले सुनिराख्नु भएको छ। यो अनियमितता यति छ, सबै उपभोक्तालाई थाहा छ, नथाहा भएको होइन, सबैले सुन्नै भएको छ। पद बहार नैनी रिसोर्टमा हुन्छ, उपभोक्तालाई थाहा हुँदैन। कति बेला कसलाई राख्नुपर्छ, कहाँ कसरी हटाउनुपर्छ भन्ने कुरोहरू तपाईँहरू सबैले देख्नु भएको छ, सुन्नु भएको छ। कति के भए भ्रष्टाचार यति भएको छ। तपाईँको भ्रमण अवलोकन गरेर यहाँ के उपलब्धि भयो, 5 लाखको के उपलब्धि भयो त्यो देखाइदिनु पर्यो। अनि 4 कोठा रङरोगनमा 4 लाख खर्च हुने, त्यो कहाँबाट ल्याउनु भयो, कसरी ल्याउनु भयो र कसरी यो रङरोगन गर्नुभयो। ट्र्याक्टरको आम्दानी 1,70,000 हुन्छ। ट्र्याक्टरको ट्राली र इन्धन मात्रको खर्च तपाईँको 1,60,000 हुन्छ। तपाईँको ड्राइभर चालकको छोडेर यो खर्च तपाईँहरूको आम्दानीभन्दा बढी खर्च हुन्छ भने तपाईँहरूले के गर्नुभयो, कस्तो गर्नुभयो, यो सबैलाई थाहै छ। अनियमितता तपाईँहरूले गर्नै भएको छ। व्यक्तिका नाममा चेक हुन्छ, संस्थाका नाममा चेक हुन्छ। स्वयं कोषाध्यक्षले पत्रकार पाल्न सकिँदैन, कसैको उपचार खर्च तिर्न सकिँदैन भन्ने कुरोहरू यो विचार गरौँ। यसमा प्रत्यक्ष भन्नुपर्दा सबैको गुनासो छ। सल्लाहकारले सल्लाह दिए अनुसार यो कार्य समिति चलेको छ भन्ने कुरो
सुन्नमा आउँछ र सबैले भन्ने गरेको छ। यसको प्रष्ट रूपमा सम्पूर्ण उपभोक्तालाई सुनाइदिनुपर्ने हुन्छ। तपाईँहरूका पिकनिक स्पोट भनेर राखिएका यी खर्चहरू छन्, यी पिकनिक स्पोट कहाँ छन्? पोखरीहरूका के आम्दानीको लागि पोखरीहरू खनिएका हुन् कि गाई गोरुहरू पाल्नको लागि पोखरीहरू खनिएका हुन्? यी खर्चहरू विचार गर्नुहोस्। साधारण सभामा एउटा चिया र एउटा बिस्कुटको 4 लाख रुपियाँ तपाईँहरूले लेख्नुभएको छ। यो पनि हामी विचार गरौँ। यो उपभोक्ताले नवीकरण गरेको पैसाहरू र ब्याजमा आएका पैसाहरू मिलाउन नै एउटा कुरो तपाईँहरूको यो नीतिगत तरिकाले लेखाजोखा मिलाउन त 2-3 क्लास पढेकाले पनि मिलाउन सक्छ। तपाईँहरूले आफू अनुकूल जो बनाउनु भएको छ नि यो लेखा के भन्छ यो प्रतिवेदनहरू संशोधन गर्नुहुन्छ, आफ्नो अनुकूल बनाउनुहुन्छ। जसलाई राख्दा पनि हुने, जसरी राख्दा पनि हुने। एकलाई हटाइयो, कोषाध्यक्षलाई हटाइसकेपछिका चेकहरू कसरी काटिए, राजीनामा दिइसकेपछिका चेकहरू कसरी काटिए, त्यो पनि प्रष्ट रूपमा भन्नु पर्यो। व्यक्तिको नाममा कसरी काटिए? तपाईँहरूका भ्रमणले यहाँबाट तपाईँहरू बसमा चढेर भ्रमण जाने, त्यहाँबाट प्लेनमा आउने खर्च कसले दियो? यो कसले कहाँबाट ल्याउनु भयो तपाईँहरूले? र यसको उपलब्धि के हो? यो सम्पूर्णहरू चाहिँ प्रष्ट बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। हस्त धन्यवाद। तपाईँको 2076 वन न्यायालय 2019 बमोजिम भएको छ भनेर भनेको छ। विधान साबिक वन ऐन 2049 को दफा 41 वन न्यायालय 2051 अनुसार तयार गरिएको र 2058 सालमा स्वीकृत भएपछि प्रारम्भ भएको छ। यसै अवधिमा वर्षभित्रमा वन क्षेत्रमा कार्ययोजना तयार भई डिभिजन वन कार्यालयबाट स्वीकृत भएपछि लागू हुनेछ भनेको छ। कार्ययोजना चाहिँ नि डिभिजन वनबाट कहिले स्वीकृत भयो कि भएन त्यो कुरो चाहिँ प्रमाणित भएन। अर्को कुरो के भयो भने स्वीकृत भएपछि प्रारम्भ भएको मानिनेछ भनेको छ। तर मैले हिजो अस्ति 2 दिनमा भने, अस्तिको बन्द सत्रमा पनि यो विधान सङ्गत छैन, यो विधान भएन, विधान पटक पटक संशोधन हुन्छन्, यो 4औं संशोधन हो भनेर भनिएको। अनि स्वीकृतै नभएर तपाईँहरू किन चाहिँ नि यो कार्यक्रम चलाइराख्नु भएको छ? सबभन्दा पहिले त विधान स्वीकृत हुनु पर्यो भाइ। अनि तपाईँहरू सबै गैर अवैधानिक मान्छे हो नि, तपाईँको विधानै स्वीकृत छैन अनि तपाईँहरू कसरी चलाउनुहुन्छ? अरे भगवान्, सल्लाहकार हुनुहुन्छ अनि तपाईँ कार्य समितिको मान्छे हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ, कस्तो कुरा नबुझ्या भने? अनि यो वन कसरी चल्यो भने? सब अवैधानिक। अरे विधान त कमसेकम तपाईँले लागू भइसकेपछि वन कार्यालयमा गएर स्वीकृति लिइसकेपछि हामी फर्छौँ। अहिले त तपाईँलाई भ्रष्टाचारको आरोप लागिसक्यो। किन लाग्यो? सबभन्दा पहिले त तपाईँलाई वैधानिकै होइन, तपाईँहरू अवैधानिक मान्छे हो। आफै चाहिँ वैधान सम्बद्ध छौँ भनेर भनिराख्ने लाज मर्दो कुरा। अनि अर्को कुरो के छ भने ठिक छ तपाईँले गरिहाल्नु भयो, राम्रो गर्नु भएको छ, हामीले देखिरहेको छौँ। जे जति भएको छ त्यो राम्रै भएको छ। तर अब नराम्रो भएकोलाई कसरी सच्याएर जाने हो त? त्यसको उपाय के हो त? त्यसको विकल्प के हो त? अब तपाईँहरू चाहिँ हामीलाई आधा घन्टासम्म 1 घन्टासम्म कुराइराख्नु मन छ अनि हाम्रो काम छैन भने? विधान संशोधनको पहिलो संशोधनदेखि लिएर अहिलेको संशोधन गर्ने सबै जिम्मा चाहिँ पटक पटक मैले कार्यसमितिले विश्वास गर्दै भरतदाईको पालादेखि लिएर अहिलेसम्म दिया हो। तर विधान संशोधन गर्दा के हुन्छ? 3टा अप्सनहरू हुन्छ। नम्बर 1 अहिलेको अवस्था, नम्बर 2 संशोधित अवस्था, नम्बर 3 संशोधन गर्नुको कारण भनेर लेख्नुपर्छ। त्यसलाई भन्छ 3 महले कागज। त्यो 3 महले कागज सुरुवातमा पहिलो संशोधन हुने बेलामा मैले भरतदाई अध्यक्ष हुनुहुन्थ्यो, त्यतिखेर मैले उहाँलाई बनाएर ड्राफ्ट बनाएर सबै दिएँ। कार्यसमितिले पास गर्यो, साधारण सभाले पास गर्यो। पहिला त हामीले पास गर्नु पर्यो ड्राफ्ट बनाउने टिमले, त्यसपछि कार्यसमिति लैजानु पर्यो, कार्यसमितिले साधारण सभा लैजानु पर्यो, साधारण सभामा लगिसकेपछि साधारण सभाले त्यसलाई पास गर्यो। 3 महले ड्राफ्ट बनाएर दियो। त्यसपछि नेत्रजी, म र हाम्रो बुद्धिजी भन्दाखेरि त्यतिखेर पनि एउटा अर्को संशोधन समितिमा हामी थियौँ। त्यतिखेर हामी 3 महले बनाएर दिदियो। तर टेक्निकल रूपमा के हुँदा पहिल्यै पटक उहाँहरूलाई जतिखेर जिल्ला वन कार्यालय धनगढी थियो उहाँहरूलाई हामीले दियौँ। धनगढी जानुभयो, यो उहाँहरूले के गर्नुभयो के गर्नु भएन, तर उहाँहरूले दाइ ल्याउनु भयो त प्रमाणित गरेर ल्याउनु भयो भनेर सोद्धाखेरि होइन भाइ त्यो हामीले त्यहाँ दियौँ 1 महिना कि 15 दिन कि 1 महिना भन्नुभएको थियो है।
15 देखि एक महिनामा जिल्ला वनले प्रतिक्रिया जनाएन भने यही तपाईँहरूको आधिकारिक विधान हो भनेर उहाँले भन्नुभएको थियो। त्यसैको आधारमा कन्टिन्यू हुँदै भरतदेवभन्दा पछाडि रेशमजी भन्दा अरूजी आउँदा अहिलेसम्म के हो त भन्दा जिल्लाको नेपाल सरकारको आधिकारिक निकायले प्रमाणीकरण गरेका छैन है एउटै कुरो। के बंद सत्र में उपस्थित हुए सक्कू उपभोक्ता महानुभावीन, जानकी गांव का पालिका वार्ड नंबर 3 सुवर्णपुर, मैं व्यक्तिगत तौर से मैं सक्कू जहान राम राम नमस्कार करता हूँ। मैं आज समस्या पड़ने से पुरान जनप्रतिनिधि या कोई पार्टी के प्रतिनिधि खोजते ही ठाव के मनाई वही कार्य समिति के मनाई पर बलाय बेर हमरन अपहेला के बला रहे हमरे यहाँ उपभोक्ता के हिसाब से आल रही आइने पत्र लिखे बेर अपने के विद्वान ठंडे और जहाँ के पढ़ा लिखल नहीं सोचते यहाँ के कानून में ज्यादा जल रहे सलाह दिले से ये काम नहीं करो कल से रात के 9 बजे लड़े आई जब पुले में कह के फोन करते धमके थे। नैतिकता नहीं हुई बोले ना यहाँ हमने से सलाह मांगने नैतिकता फिर नहीं हुई। ये समितिहीन जतरा सकले उतना हाली राजीनामा देके डगरा साफ कह के नया खान फेंक बना यह निकाल से दूसरा निकाल नहीं हो। अतरा गाड़ी में सबको जान से विदा मांगो। राम राम नमस्कार।